म निष्ठाको राजनीति गर्नेछु, इमानदारिताको राजनीति गर्नेछु। हामी यहाँ प्रतिशोधको होइन परिवर्तनको राजनीति गर्न आएका छौँ। कलाकार हुँ। मेरो व्यक्तिगत मन्तव्य टुङ्ग्याउनु पूर्व कलाकार गीतकार माधव चौलागाईको केही पंक्तिहरू यहाँहरू समक्ष जोड्न चाहे। छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, म बासना हुँ कस्तुरी सुवास बन्छु सर्वदा। म रीति हूँ रिवाज हूँ, म बाणी हूँ, म अर्थ हूँ। म रीति हूँ रिवाज हूँ, म बाणी हूँ, म अर्थ हूँ। समस्त दुःख बिर्सन म योग्य छु, समर्थ छु। मलाई यो देश र देशवासीको सेवा गर्ने हुटहुटीले समाएका बेला यो देशको सेवा गर्ने अवसर र जिम्मेवारी दिनुहुने पार्टी नेतृत्वप्रति म सधैँ नै कृतज्ञ रहनेछु। मेरो ऊर्जा बढाइरहनुहुने मेरा शुभेच्छुक मेरो परिवार र साथीभाइप्रति म सधैँ नै आभारी रहनेछु। र यो मञ्चमा उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको रूपमा उभिरहँदा म यहाँहरूमाझ एउटा प्रण गर्न चाहन्छु। हरेक दिन बाहिरिने ती 1500 युवाहरूलाई म सम्झिरहेको छु रेमिटेन्सले धानेको यो देशको अर्थतन्त्र। र म सम्झिरहेको छु आफूलाई हाँची आउँदा पनि सिङ्गापुर र दिल्ली धाउने पूर्व प्रधानमन्त्रीहरूको त्यो लस्करलाई। वर्षेनी स्वास्थ्यमा अरबौंको बजेट झार्ने तर आज पनि कर्णालीको त्यो विकट गाउँमा एम्बुलेन्स पुग्न सकेको छैन। बिरामी र सुत्केरीहरू ढोकोमा बसेर अस्पताल पुग्नु पूर्व नै बाटैमा अकालमै मृत्युवरण गरिरहेका छन्। उज्यालो नेपालको सपना र सङ्कल्प त्यति बेला पुरा हुनेछ जति बेला हाम्रा युवाहरूले स्वदेशमै अवसर र रोजगारी पाउनेछन्। उज्यालो नेपालको उद्देश्य त्यति बेला पुरा हुनेछ जब स्वदेश होस् कि विदेशमा नेपाली बनेर हामीले इज्जतिलो जिन्दगी बाँच्न पाउनेछौँ। यो अरू कसैले गर्दैन। हेर्नुस्, गर्ने भए अहिलेसम्म भइसक्थ्यो। म उभिएको छु परिणाममुखी नेतृत्वलाई पछ्याएर र आज यो देशलाई माया गर्ने कर्मठ इमानदार तपाईँ जस्तो नागरिकको खाँचो छ। यो झोले भन्ने शब्दलाई यति अतिरञ्जित बनाइयो नि, हामी दलको होइन देशको झोले बनाऊ। आउनुहोस्, हाम्रो सपना त्यति धेरै ठुलो पनि होइन, असम्भव पनि छैन। कोही नेपाली भोको पेट नहोस्, कोही नेपालीको आङ खाली नहोस्, कोही नेपालीले उपचार नभएर अकालमै मृत्युवरण गर्नु नपरोस्। र यो सम्भव छ। मलाई यो देश र देशवासीको सेवा गर्ने हुटहुटीले समाएका बेला यो देशको सेवा गर्ने अवसर र जिम्मेवारी दिनुहुने पार्टी नेतृत्वप्रति म सधैँ नै कृतज्ञ रहनेछु। मेरो ऊर्जा बढाइरहनुहुने मेरा शुभेच्छुक मेरो परिवार र साथीभाइप्रति म सधैँ नै आभारी रहनेछु।
र यो मञ्चमा उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको रूपमा उभिरहँदा म यहाँहरूमाझ एउटा प्रण गर्न चाहन्छु। म निष्ठाको राजनीति गर्नेछु, इमानदारिताको राजनीति गर्नेछु। हामी यहाँ प्रतिशोधको होइन, परिवर्तनको राजनीति गर्न आएका छौँ। कलाकार हुँ। मेरो व्यक्तिगत मन्तव्य टुङ्ग्याउनु पूर्व कलाकार, गीतकार माधव चौलागाईको केही पंक्तिहरू यहाँहरू समक्ष जोड्न चाहे। छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, म बासना हुँ कस्तुरी, सुवास बन्छु सर्वदा। म रीति हूँ, रिवाज हूँ, म बाणी हूँ, म अर्थ हूँ। म रीति हूँ, रिवाज हूँ, म बाणी हूँ, म अर्थ हूँ। समस्त दुःख बिर्सन म योग्य छु, समर्थ छु। भाद्र 24 र 23 गतेको दिन यो देशमा भएको विभत्स बर्बरालाई सम्झिनु भयो भने मलाई विश्वास छ तपाईलाई पनि देश निर्माणको यो महाअभियानमा जोडिन मन लाग्नेछ। हामीलाई विश्वास गर्नुस्, हामी दलको पार्टीको रूपमा होइन, देशको पार्टीको रूपमा अगाडि बढ्नेछौँ। सामाजिक सञ्जालले उल्टाएको यो देशको राजनीतिक परिदृश्यलाई केलाउँदै गर्दाखेरि अहिले तपाईहरू सबैले सामाजिक सञ्जालमा जानुभयो भने धेरैले एउटै कमेन्ट गरेको पाउँछु म। खुद्रे व्यापार जस्तो यति धेरै राजनीतिक दल किन चाहियो, दर्ता किन गर्नु पर्यो? महोदय, हामी धन्य छौँ। यो देशमा लोकतन्त्र जीवितै छ, गणतन्त्र जीवितै छ। गणतन्त्र छ र त हामीले अस्तित्वको आवाज निर्धक्क उठाउन पाइरहेका छौँ। होइन भने त दमनकारीहरूले हामीलाई चुप लगाउन अनेकौं उपाय गरिरहेका छन्। होला तपाईहरूले भने जस्तै यो देशमा धेरै दलको आवश्यकता छैन होला। हामीलाई मौका दिनुहोस्, एउटा दल हामी देश बनाएर देखाउँछौँ। मनमा धेरै कुराहरू उठेका छन्। देश प्रेमले भावविह्वल भएको छु म। यही प्रेमलाई संस्थागत गर्नका निमित्त मैले सक्रिय राजनीतिमा आउने निधो गरेँ र म फेरि पनि सोध्छु, तपाईँ किन आउनु हुँदैन राजनीतिमा? परिणाममुखी नेतृत्व हामी माझै, हामी अगाडि नै उपस्थित हुनुहुन्छ। पार्टीको घोषणा पत्र पढेर सुनाउने जिम्मेवारी मैले पाएको छु। उज्यालो नेपाल पार्टी नयाँ युगको प्रारम्भ। विभिन्न कालखण्डको राजनीतिक सङ्घर्ष र जनताको बलिदानले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना स्थापित गरेको हो। नेपालको संविधानले सुशासन, समृद्धि र सामाजिक न्याय सहितको समाजवाद उन्मुख लोकतान्त्रिक राज्य प्रणालीको परिकल्पना गरेको छ। 2007 सालपछिको नेपाली समाजले विभिन्न राजनीतिक उथलपुथलको सामना गरेको छ। राजाको प्रत्यक्ष शासन, पञ्चायती व्यवस्था, राजतन्त्रात्मक बहुदलीय व्यवस्था र गणतन्त्र अन्तर्गत नेपाली समाज शासित भएको छ। यस कालखण्डमा मूलतः व्यवस्था परिवर्तनको नेतृत्व गरेका दलहरूले नै सत्ता सञ्चालन गरेका छन्। नेपालका राजनीतिक दलहरूले क्रान्तिको नेतृत्व गर्न सफल भए पनि
जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न सकेका छैनन्। नेपालका पुराना दलहरूले अभ्यास गरेको अर्थ राजनीतिक ढाँचामा भएको त्रुटि र असफलताको कारण नेपाली समाज नै उद्योगतितर्फ धकेलिएको छ। नेपालको सार्वजनिक सेवा प्रवाहमा व्याप्त ढिलासुस्ती, जवाफदेहिताको अभाव र प्रक्रियागत जटिलताको शासनलाई सुस्त, अव्यवहारिक र भ्रष्ट बनाएकाले आम नागरिकमा निराशा र असन्तोष बढ्दो छ। आन्तरिक लोकतन्त्र समेत कमजोर भएका पुराना दलहरूको असक्षमताको परिणाम स्वरूप नेपाली समाज भ्रष्ट तन्त्रको शिकार भइरहेको छ। विद्यमान भ्रष्ट शासकीय अभ्यासको प्रतिरोध गर्दै उज्यालो अध्यायको खोजी गर्ने जनसङ्घर्षको क्रममा 2082 भदौमा नेपालको जेनजी पुस्ताले आमूल परिवर्तनका लागि युगान्तकारी नेतृत्व गरेको हो। जेनजी पुस्ताको आन्दोलन विगतका ऐतिहासिक जनसङ्घर्षकै श्रृङ्खला हो। यो जनसङ्घर्षले नयाँ पुस्ताको चेतना, साहस र दृष्टिकोणलाई देशको उज्यालो भविष्यसँग जोड्न नेपालीहरूलाई अभूतपूर्व रूपले प्रेरित गरेको छ। बलिदान सङ्घर्षबाट प्राप्त प्रेरणालाई शक्तिमा बदलेर जनमुखी परिणाम प्राप्त गर्नको लागि उच्च राजनीतिक चेतना र चिन्तन प्रणालीको प्रतिनिधित्व गर्ने राजनीतिक दल स्थापना र विस्तार गरी सामाजिक न्यायको प्रत्याभूति गर्न सक्ने शासकीय प्रणाली र असल राजनीतिक संस्कारको अभ्यास गर्नु अहिलेको आवश्यकता हो। उपरोक्त पृष्ठभूमिमा हालसम्मका जनसङ्घर्ष, विद्रोह, जनआन्दोलन र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति सम्मान गर्दै सुशासन, समृद्धि तथा सामाजिक न्याय सहित नेपाल र नेपालीको उज्यालो भविष्यको लागि राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागिता र संलग्नतामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने सङ्कल्प र योजनाको साथ उज्यालो नेपाल पार्टीको जन्म भएको हो। राजनीतिक आदर्श, विचार र मूल्य मान्यता। राजनीतिक आदर्श, विचार र मूल्य मान्यता पार्टी जीवनको आधारभूत पहिचान हो। विक्रम सम्वत 2007 सालको आसपासबाट नेपालमा प्रजातन्त्र, लोकतन्त्र, समाजवाद वा साम्यवाद पक्षधर जस्ता सैद्धान्तिक भाष्यको आधारमा राजनीतिक दलको स्थापना र विस्तार भएको देखिन्छ। आफूलाई नयाँ वा फरक दाबी गर्ने कुनै पनि राजनीतिक दलको विशिष्ट पहिचान हुनुपर्छ। गन्तव्यको आधारमा दलहरूको पक्षधरता किटानी गर्ने चलन भए पनि कार्यप्रणाली